नेपालमा 2082 साल फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गइराखेको छ। यस निर्वाचनमा नेपालका विभिन्न राजनैतिक दलहरूले चुनावी प्रतिस्पर्धामा आफ्नो तर्फबाट उम्मेदवार मैदानमा उतारिसकेको अवस्था छ। यस निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि नेपालका विभिन्न राजनैतिक दलहरूले विभिन्न किसिमका आकर्षक राजनीतिक एजेन्डा एवं नाराहरू जनता सामु पस्किन थालिसकेको ताजा हालत छ। यद्यपि विगतका निर्वाचनबाट निर्वाचित भई सरकारमा सामेल हुने राजनैतिक दलले जनताका अपेक्षा अनुसार कार्य गर्न नसकेको कारण यस निर्वाचनलाई अधिकांश मतदाताहरूले शङ्का र निराशाको दृष्टिकोणबाट हेर्न थालेको तीतो यथार्थता छ। यस निर्वाचनप्रति जनताको मनोभावना दुविधापूर्ण रहेको, भ्रमपूर्ण रहेको देख्न पनि सकिन्छ। कतिपय मतदाताहरू निर्वाचनप्रति दिग्भ्रमित भएको पनि देख्न सकिन्छ। यस निर्वाचनलाई नेपाली जनताले सोचे अनुरूपको बनाउनका लागि यसपालिको निर्वाचनमा बढीभन्दा बढी बुद्धिको प्रयोग गर्ने, बढीभन्दा बढी सोच विचार र जानकारीको सङ्कलन गरेर कुन राजनैतिक दल उपयुक्त छ, कुन राजनैतिक शक्तिले नेपाली जनताको मुक्तिको साधकको रूपमा चाहिँ कार्य गर्न सक्छ र कस्ता किसिमका असल र उपयुक्त उम्मेदवार, कस्ता किसिमका स्मार्ट उम्मेदवारहरू छनौट गर्न सक्ने हो भने नेपाली जनताको अपेक्षा अनुसार कार्य गर्न सक्छन् भन्ने कुरालाई चाहिँ हामीले चिरफार गर्नै पर्ने अवस्था छ। त्यसले गर्दा यिनै कुराहरूलाई मध्यनजर गरेर यसपालिको निर्वाचनमा कसरी मतदाताले चाहिँ आफ्नो भूमिका निर्वाह गर्ने भन्ने सन्दर्भमा माझ यस विचार दृष्टिकोण च्यानलका मार्फत म तपाईहरूलाई आफ्नो विचार, आफ्नो जानकारी तपाईहरूमाझ प्रस्तुत गर्न गइराखेको छु। आउनुहोस् यस विचार दृष्टिकोण च्यानलमा तपाईहरूलाई म बखत भण्डारी हार्दिक स्वागत गर्दछु। यही फागुन 21 गते हुने निर्वाचनलाई नेपाली मतदाताले निकै गम्भीरताका साथ लिनुपर्दछ। यस निर्वाचनमा सावधानी अपनाएर बुद्धि, विवेक र अत्यधिक जानकारीको प्रयोग गरी कुनै पनि उम्मेदवारको पृष्ठभूमि के हो, कस्तो किसिमको दलको छनौट गर्ने र उम्मेदवारको विभिन्न एङ्गलबाट व्याख्या, विश्लेषण र जानकारी लिई अनि मात्रै निर्वाचनमा चाहिँ मतदाताले चाहिँ कुन दललाई छनौट गर्ने, कस्तो किसिमको उम्मेदवारलाई छनौट गर्ने भन्ने निर्णय लिनुपर्ने अवस्था छ। यदि हामीले हचुवाको भरमा हल्का रूपमा निर्वाचनलाई लिएर यदि कुनै पनि दललाई भावनामा बहकेर उद्वेलित भएर निर्वाचनमा भाग लियौँ र मतदान प्रक्रियामा मतदान गऱ्यौँ भने नेपाली फेरि पनि राजनैतिक दलबाट धोका पाउनुपर्ने अवस्था आउन सक्छ। यसले गर्दा यो निर्वाचनलाई नेपाली मतदाताले विशेष निर्वाचनका रूपमा उपयोग गर्नुपर्ने दायित्व छ, उपयोग गर्नुपर्ने अवसर आएको छ, एउटा चुनौती आएको छ। त्यसले गर्दा यस निर्वाचनलाई नेपाली जनताले मेरो एक मत देशको 5 वर्षको दिशानिर्देश, तपाईँको एक मत देशको 5 वर्षको दिशानिर्देश भन्ने उदाहरणलाई अति नै सावधानीका साथ मनन गर्नुपर्नेछ। यदि हामीले यति कुरालाई चाहिँ ख्याल गरिदिएको खण्डमा नेपाली जनताले स्थिर राजनैतिक शक्तिको छनौट गर्न सक्ने क्षमता, स्थिर राजनैतिक पात्रको छनौट गर्न सक्ने अथवा उपयुक्त राजनैतिक पात्रको छनौट गर्न सक्ने क्षमता राख्न सकिनेछ। यदि हामीले निर्वाचनका माध्यमद्वारा उपयुक्त किसिमको पात्रको छनौट गऱ्यौँ, उपयुक्त दलको छनौट गर्न सक्यौँ भने कहिल्यै पनि हामीले चाहिँ राजनीतिबाट धोका पाउनुपर्ने अवस्था हुँदैन। यसले गर्दा अब निर्वाचनका माध्यमबाट निर्वाचित भई सरकारमा सामेल हुने दलले निकै चुनौतीपूर्ण कार्य गर्नुपर्नेछ। देशमा व्याप्त रहेको बेरोजगारी, भ्रष्टाचारलाई निर्मूल गर्नु छ। देशमा स्थिर सरकार, देशमा स्थिर राजनीति, सुशासन, पारदर्शिता, नियमितता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिले देशमा स्वास्थ्य, शिक्षा, रोजगार र राज्यका निकायबाट प्रवाह हुने सेवा सुविधालाई सरल र चुस्त दुरुस्त रूपमा चाहिँ प्रभावित गर्नुपर्ने चुनौतीपूर्ण दायित्व छ। अब बन्ने निर्वाचित सरकारले
मुलुकमा शान्ति सुव्यवस्था अमन चयन कायम गर्नुपर्ने अवस्था छ। मुलुकको जर्जर बन्दै गएको आर्थिक अवस्थालाई सुधार गरेर मुलुकलाई चाहिँ आर्थिक क्रान्तिको बाटोमा लैजानु पर्ने चुनौतीपूर्ण कार्य छ। मुलुकको कमजोर आर्थिक अवस्थालाई जल जमिन जनशक्ति र जङ्गलको उपयोग अत्यधिक गरेर अर्थतन्त्रलाई चलायमान गराउन सक्ने, देशमा व्यापार व्यवसाय रोजगारको मूल फुटाउन सक्ने योजना र कार्ययोजना ल्याई देशमा कार्यान्वयन गर्नुपर्ने चुनौतीपूर्ण कार्य अब निर्वाचित हुने सरकारको सामु त्यो दायित्व रहनेछ। त्यसले गर्दा त्यस्तो किसिमको चुनौतीपूर्ण कार्य गर्नुपर्ने, त्यस्तो किसिमको कार्य गर्न सक्ने, त्यस्तो किसिमको राजनैतिक दलको छनौट गर्नुपर्ने छ, जसले देशका अथवा राज्यका जर्जर बन्दै गएका शिथिल बन्दै गएका अङ्ग प्रत्यङ्गलाई नवीनतम प्रविधिको उपयोग गरी देशमा डिजिटल युगको सुरुवात गर्नुपर्नेछ। देशका हरेक सिस्टम संरचनाहरूमा डिजिटलाइजेसन गर्नुपर्नेछ, जसले देशका ती शिथिल बन्दै गएका अङ्गहरूलाई पुनर्ताजगी गर्न सकोस्। यसका माध्यमद्वारा देशलाई एउटा निकास विकास र एउटा सुमार्गमा लिन सकोस् र नेपाली जनतालाई सुखी सम्पन्न र समृद्ध बनाउन सक्ने, एउटा सपनालाई साकार पार्न सक्ने राजनैतिक शक्ति, राजनैतिक दल र त्यस्तो किसिमको प्रतिनिधि सदस्यहरूको छनौट गर्नुपर्ने नेपाली जनता र मतदाताको सामु त्यो चाहिँ दायित्व छ, त्यो चाहिँ जिम्मेवारी छ। यस जिम्मेवारीलाई नेपाली जनताले अत्यधिक बुद्धि विवेक र सावधानी अपनाएर यस निर्वाचनमा भाग लिनुपर्ने दायित्व छ। यसले गर्दा अब हामीले कसरी चाहिँ कस्तो किसिमको उम्मेदवारको चयन गर्ने, कस्ता किसिमका उम्मेदवारहरू असल हुन्, कस्ता किसिमको कस्तो प्रकृतिको दलले नेपाली जनताको मुक्तिदाताको रूपमा चाहिँ कार्य गर्न सक्छ भन्ने कुरालाई चाहिँ मैले तपाईँहरू समक्ष केही आफ्ना आइडियाहरू, केही विचारहरू तपाईँहरूसम्म चाहिँ प्रस्तुत गर्न गइराखेको छु। सर्वप्रथम त कुनै पनि उम्मेदवार असल उम्मेदवार हुनका लागि उक्त व्यक्ति शारीरिक एवं मानसिक रूपले सशक्त छ कि छैन, त्यो कुराको आकलन गर्नुपर्दछ। यदि तपाईँको क्षेत्रको प्रतिनिधित्व गर्न आउने विभिन्न किसिमका विभिन्न राजनैतिक दलबाट उम्मेदवार भएर आउने व्यक्तिहरूमध्ये तुलनात्मक हिसाबले कुन व्यक्ति शारीरिक रूपले चाहिँ सशक्त छ, निरोगी छ भने त्यस्तो किसिमको व्यक्तिले तपाईँको क्षेत्रको विकासमा शारीरिक रूपमा योगदान गर्न सक्छ। यदि कुनै व्यक्ति मानसिक रूपले स्वस्थ छ भने त्यस्तो व्यक्ति सकारात्मक सोचको हुन्छ, प्रतिकूल अवस्थामा निडर र भयरहित अवस्थामा चाहिँ साहसिक निर्णय गर्न सक्ने ल्याकत राख्न सक्ने हुन्छ। त्यसले गर्दा मानसिक रूपले फिट र शारीरिक रूपले फिट व्यक्तिलाई हामीले चयन गर्न सक्यौँ। तुलना गरेर चाहिँ जो चाहिँ बढी उत्कृष्ट छ त्यस्तो किसिमको व्यक्तिलाई चाहिँ हामीले छनौट गर्नुपर्छ। यसै गरेर दोस्रोमा, यदि कुनै व्यक्ति सामाजिक एवं चारित्रिक रूपले फिट छ भने यो के हो त भन्दाखेरि दोस्रो विशेषता हो। यदि उम्मेदवार समाजका विभिन्न तत्त्वहरूसँग सञ्चार सम्बन्ध समन्वय र सहयोगका माध्यमद्वारा आपसी मेलमिलाप गराउन सक्छ, समाजमा भिज्न सक्छ र समाजलाई निश्चित बाटोमा डोर्याउन सक्छ, त्यस्तो व्यक्तिलाई हामीले चाहिँ उपयुक्त र असल उम्मेदवारको पात्रको रूपमा चाहिँ स्वीकार गर्नुपर्ने हुन्छ। यसले गर्दा यसै गरेर चाहिँ चारित्रिक रूपले उच्च चरित्र निर्माण गरेको, समाजमा आदर्श व्यक्तिको छवि निर्माण गर्न सकेको व्यक्ति, ऊ चाहिँ कुनै चारित्रिक खोट लागेको छैन, कुनै काण्डमा मुछिएको छैन भने त्यस्तो किसिमको व्यक्तिलाई हामीले के त भन्दाखेरि उपयुक्त असल उम्मेदवारको रूपमा चाहिँ स्वीकार गर्न सकिन्छ। यसै गरेर शैक्षिक रूपले फिट व्यक्ति के हो त भन्दाखेरि असल उम्मेदवारको अर्को पहिचान हो। यदि उच्च शिक्षा कुनै व्यक्तिले लिएको छ, अनुभवजन्य ज्ञानबाट चाहिँ के छ त भन्दाखेरि प्रेरित छ, जसले समाज के हो,
राजनीति के हो, राजनीतिक लक्ष्य के हो र जनताका समस्या के हुन्, विज्ञान के हो र जीवन दर्शन के हो, यस्तो कुरालाई बुझेको छ भने त्यस्तो किसिमको व्यक्तिलाई पनि हामीले उपयुक्त पात्रको चाहिँ लिन सक्छौँ। र आधुनिक विज्ञान र प्रविधिलाई राम्रोसँग बुझेको छ, तिनको उपयोग र तिनको महत्त्वलाई बुझेर तिनको राज्यका अङ्ग प्रत्यङ्गमा फ्युजन गर्न सक्ने क्षमता राख्छ भने त्यस्तो किसिमको व्यक्तिलाई हामीले के मान्न सक्छौँ त भन्दाखेरि उपयुक्त असल व्यक्तिको रूपमा चाहिँ स्वीकार गर्न सक्छौँ। यसै गरेर कुनै पनि असल उम्मेदवारमा हुनै पर्ने अर्को गुण भनेको के हो त भन्दाखेरि समय एवं आर्थिक एवं समयका हिसाबले स्वतन्त्र भएको व्यक्ति हुनै पर्दछ। यदि कुनै व्यक्ति तपाईको क्षेत्रको लिड गर्न आउँदैछ भने त्यस्तो व्यक्ति के हुनुपर्छ त भन्दाखेरि आर्थिक रूपले स्वतन्त्र हुनुपर्छ, समयका हिसाबले स्वतन्त्र हुनुपर्दछ। यदि त्यस्तो किसिमको स्वतन्त्रता प्राप्त गर्न सकेको छैन भनेपछि त्यस्तो व्यक्तिले तपाईको क्षेत्रको विकासमा प्रोपरली योगदान गर्न नसक्ने अवस्था रहन्छ। विगतमा तपाईको क्षेत्रमा उम्मेदवार भई आउने व्यक्ति कस्तो किसिमको पेसा, व्यवसाय र रोजगारमा आबद्ध थियो कि थिएन, यदि वो राजनीतिका नाममा पेसाविहीन भएर रहेको थियो कि थिएन, त्यो कुराको पनि आकलन गर्नुपर्दछ। हामीले यदि कुनै व्यक्ति राजनीतिका नाममा पेसाविहीन भएर बसेको छ भने त्यस्तो व्यक्तिलाई उपयुक्त र आर्थिक एवं समयका हिसाबले स्वतन्त्र भएको व्यक्ति भनेर मान्न सक्दैनौँ। किन त भन्दाखेरि यदि कोही व्यक्ति पारिवारिक रूपमा आर्थिक झमेलामा फँसेको छ अथवा पारिवारिक खर्च, आय र बचत जस्ता तत्त्वहरूलाई चाहिँ सन्तुलित गर्न सकेको छैन र यदि आर्थिक तनावमा रहिरहन्छ भने त्यस्तो व्यक्तिले समाजमा योगदान गर्न सक्दैन। विगतमा हामीले अनुभव गरेको कुरा के हो त भन्दाखेरि यदि कोही व्यक्ति आर्थिकबाट मानव चाहिँ परेशान छ, आर्थिक तनावमा छ भने त्यस्तो व्यक्ति भ्रष्टाचार जन्य काण्डमा मुछिने अथवा सानोतिनो रकममा पनि उसमा चाहिँ लाभ जागृत हुने त्यस्तो किसिमको अवस्था भयो। त्यही पैसामा पनि बिक्ने टाइपको प्रवृत्ति कुनै पनि उम्मेदवारमा देखा पर्न थाल्यो भने त्यो भनेको के हो त भन्दाखेरि विकराल विकृति हो, त्यो विकृत रूप हो। त्यस्तो किसिमको उम्मेदवार हामीले पहिले नै के त भन्दाखेरि कटअप गरेर छनौट गरेर चाहिँ फिल्टर गर्नुपर्ने हुन्छ। यसले गर्दा आर्थिक एवं समयका हिसाबले स्वतन्त्र भएको व्यक्तिलाई हामीले चाहिँ चयन गर्न सकेको खण्डमा हामीले के त भन्दाखेरि त्यस्तो व्यक्तिलाई उपयुक्त र असल उम्मेदवारको एउटा उम्मेदवार हो भनेर पहिचान गर्नुपर्ने हुन्छ। यसै गरी आर्थिक रूपमा पारदर्शी, मितव्ययी र विगतमा कुनै आर्थिक लेनदेनका अनियमित काण्ड, भ्रष्टाचार जन्य काण्डमा, घोटाला जन्य काण्डमा नमुछिएको, स्वच्छ छवि भएको, पारदर्शी छवि भएको, आर्थिक रूपमा स्पष्ट र स्वच्छ पारदर्शी छवि भएको व्यक्तिलाई पनि हामीले चाहिँ त्यो कुनै पनि उम्मेदवारमा त्यस्तो किसिमको गुण छ कि छैन यो कुरालाई पनि हामीले के त भन्दाखेरि ख्याल गर्नुपर्ने हुन्छ। यदि यसरी हामीले आर्थिक एवं समयका हिसाबले स्वतन्त्र र स्पष्ट गुण भएको व्यक्तिलाई छनौट गऱ्यौँ भने के त भन्दाखेरि हामीले धोका नपाउने अथवा असल उम्मेदवार छनौट गरेर हामीले चाहे अनुसारको उसले चाहिँ के त भन्दाखेरि समाजमा योगदान गर्न सक्ने अवस्था रहन्छ। अब यसै गरेर आध्यात्मिक एवं प्राकृतिक भौतिक दर्शन बुझेको व्यक्ति पनि के त भन्दाखेरि अर्को असल उम्मेदवारको गुण अथवा विशेषताको रूपमा हामीले चाहिँ लिन सक्छौँ। यदि सत्य र साँचो अर्थको ज्ञान प्राप्त गर्नु नै असली अर्थको धर्म हो र यो सत्य मार्गमा हिँड्नु नै असली धर्म हो भन्ने कुरालाई चाहिँ बुझेको, यदि सत्यको मार्गमा हिँड्न सकेको खण्डमा असली अर्थको मानव मुक्ति प्राप्त हुन्छ भन्ने दर्शन बुझेको यदि कोही व्यक्ति छ र योग, ध्यान, तपस्या र मेडिटेसनका माध्यमद्वारा मनोवृत्तिलाई, चित्तलाई एकाग्रता गरी मनको शान्ति स्थापित गर्न सकिन्छ र मनको शान्तिबाट व्यक्तिको शान्ति सम्भव छ। व्यक्तिको शान्ति पारिवारिक शान्ति हो, पारिवारिक शान्ति भनेको समाजको शान्ति हो र समाजको शान्ति भनेको राष्ट्रको शान्ति हो भन्ने कुरालाई चाहिँ बुझेको हुनु पर्यो। म को हुँ, जीवन के हो र जीवन दर्शन र जीवनको अर्थ र महत्त्व आफूले आफैलाई आफैभित्र
उसले के त भन्दाखेरि आफूले आफैलाई खोज्ने प्रयास गरेको त्यस्तो किसिमको दर्शन यदि अध्यात्म दर्शन कसैले बुझेको छ भने त्यस्तो व्यक्ति पनि उपयुक्त व्यक्तिको रूपमा चाहिँ दर्ज गर्न सकिन्छ। यसै गरेर अध्यात्मलाई चाहिँ बुझेको भाषा, धर्म, संस्कृति, आफ्ना परम्परा, आफ्नो ऐतिहासिक पृष्ठभूमि के हो त्यो विषयमा चाहिँ कोही व्यक्तिले बुझेको छ, अध्यात्मलाई पनि राम्रोसँग अध्ययन गरेको छ भने त्यस्तो किसिमको व्यक्तिलाई पनि हामीले के त भन्दाखेरि उपयुक्त व्यक्तिको रूपमा चाहिँ छनौट गर्न सक्छौँ। यसै गरेर प्राकृतिक विज्ञान अथवा प्रकृति दर्शनलाई बुझेको, यस प्रकृतिमा भएका विभिन्न किसिमका चराचर जगतका प्राणीहरू, वनस्पति भए, जीव, नभ, थल, जुनसुकै अवस्थामा पनि भएका प्रकृतिका सम्पूर्ण अवयवहरूलाई चाहिँ सन्तुलित रूपमा लैजान सक्ने, यस प्रकृतिमा भएको इकोसिस्टमलाई चाहिँ बुझेको, प्राकृतिक नियमहरूलाई चाहिँ बुझेको, जसले प्राकृतिक अवयवहरूको संरक्षणका माध्यमबाट मानव अस्तित्वको संरक्षण हुन्छ भन्ने कुरालाई चाहिँ बुझेको छ भने त्यस्तो किसिमको उम्मेदवारलाई पनि हामीले के गर्न सक्छौँ त भन्दाखेरि उपयुक्त पात्रको रूपमा चाहिँ छनौट गर्न सक्छौँ। यदि यसरी हामीले चाहिँ उपयुक्त पात्रको छनौट गऱ्यौँ भने पक्कै पनि हामीले यस निर्वाचनमा, यस प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उपयुक्त किसिमका उम्मेदवारलाई विजयी बनाएर छनौट गरेर प्रतिनिधि सभा सदस्यको रूपमा पठाउन सकेको खण्डमा यस्तो किसिमको छवि, यस्तो किसिमका विशेषता भएका सदस्यहरूले पक्कै पनि नेपालको संसदलाई गरिमामय छाप छोड्न सक्ने अवस्था रहन्छ। नेपालको संसदलाई असल नीति र असल विधि स्थापित गरेर राज्यमा एउटा निश्चित राजनैतिक आकार प्रदान गर्न सक्ने क्षमता राख्न सक्ने हुन्छ। यसले गर्दा अब यो त भयो हामीले के त भन्दाखेरि असल उम्मेदवारको पहिचान। अब हामीले स्मार्ट उम्मेदवार, कस्तो किसिमको उम्मेदवारलाई मान्यता, अब यो त भयो असल उम्मेदवारको पहिचान। अब यदि त्यस्तो किसिमको उम्मेदवारलाई हामीले चाहिँ स्मार्ट उम्मेदवार मान्न सक्छौँ, जो उम्मेदवार उच्च शिक्षा लिनुका साथसाथै अनुभवजन्य ज्ञान हुनुका साथसाथै असल उम्मेदवारमा हुनुपर्ने यी सम्पूर्ण विशेषताका साथसाथै यदि कुनै उम्मेदवार आधुनिक ज्ञान, आधुनिक नवीनतम व्यवस्थापनका शैलीहरूलाई बुझेको छ र आधुनिक प्रविधिलाई चाहिँ उसले राम्रोसँग बुझेको छ र आधुनिक विज्ञान, आधुनिक ज्ञान, व्यवस्थापकीय शैली र आधुनिक प्रविधिलाई चाहिँ संयोजन गरेर यसको महत्त्व, यसको उपयोगिता बुझेर यदि राज्यका संरचनागत प्रणालीहरूमा सुधार ल्याउन सक्ने ल्याकत राख्छ र राज्यका विभिन्न अङ्ग प्रत्यङ्गमा डिजिटलाइजेसन गर्न सक्छ र डिजिटल युगको सुरुवात गर्न सक्ने, उद्घोष गर्न सक्छ भने त्यस्तो किसिमको स्मार्ट व्यक्ति जसले प्रविधिको प्रयोग गरेर जनतालाई सेवा सुविधा प्रणालीगत सुधारका माध्यमबाट उपलब्ध गराउन सक्ने ल्याकत राख्छ भने त्यस्तो किसिमको उम्मेदवारलाई हामीले के त भन्दाखेरि स्मार्ट उम्मेदवार मान्न सक्छौँ। स्मार्ट शब्द त्यस्तो ठाउँमा जोडिन्छ जहाँ प्रविधि जोइन भएर आउँछ। त्यसले गर्दा जसले प्रविधिको उपयोग गरेर त्यसको महत्त्व बुझेर के त भन्दाखेरि कुनै पनि कार्यलाई छिटो, छरितो र भरपर्दो विश्वसनीय बनाउन सक्छ भने त्यस्तो किसिमको व्यक्ति र क्षमता राख्ने व्यक्तिलाई हामीले चाहिँ स्मार्ट भनेर भन्न सक्छौँ। त्यसले गर्दा अब स्मार्ट उम्मेदवार र असल उम्मेदवार भनेको यी अथवा यस्ता किसिमको गुण भएको व्यक्तिलाई हामीले चाहिँ भन्न सक्छौँ। अब यसै गरेर यदि कुनै राजनैतिक दल विधि र नीतिद्वारा सञ्चालन भएको छ, आफ्नो सङ्गठनलाई, आफ्नो राजनैतिक दललाई एउटा प्रणालीगत आधारमा सञ्चालन गरेको छ, व्यक्तिको आदेशका आधारमा, व्यक्तिको मनको वृत्तिका आधारमा कुनै पनि सङ्गठनलाई, कुनै पनि राजनैतिक दललाई सञ्चालन नगरेर यदि प्रणालीका आधारमा, सिस्टमका आधारमा र विधि र विधानका आधारमा सञ्चालन गरेको छ भने त्यस्तो किसिमको दललाई हामीले चाहिँ के त भन्दाखेरि स्थिर र उपयुक्त दलको रूपमा स्वीकार गर्न सक्छौँ। यसका लागि कुनै पनि मतदाताले कुनै पनि राजनैतिक दल उपयुक्त छ कि छैन भनेर राजनैतिक दलका घोषणा पत्र पढ्नु पर्यो, राजनैतिक दलको विधान अध्ययन गर्नु पर्यो, राजनैतिक दलका प्रतिबद्धताहरूको अध्ययन गर्नु पर्यो
यसको लागि चाहिँ मतदाता स्वयं के हुनु पर्यो त भन्दाखेरि सक्रिय हुनु पर्यो, अध्ययनशील हुनु पर्यो, ऊर्जाशील हुनु पर्यो, लगनशील हुनु पर्यो। यदि यसरी हामीले चाहिँ के त भन्दाखेरि उपयुक्त राजनैतिक दलको छनौट गर्न सक्यौँ, उपयुक्त किसिमका उम्मेदवार, असल उम्मेदवार र स्मार्ट उम्मेदवारको यस निर्वाचनका माध्यमबाट छनौट गरेर निर्वाचित गरेर राज्य सत्ताको बागडोरमा पुर्याउन सकेको खण्डमा पक्कै पनि नेपाली राजनीतिले एउटा के त भन्दाखेरि निश्चित राजनैतिक निकास, राजनैतिक स्थिरता र राजनैतिक मुक्तिको मार्गको रोडम्यापमा चाहिँ प्रवेश गर्न सक्यो भनेर चाहिँ हामीले चाहिँ आश्वस्त हुने अवस्था रहन्छ। यदि यही कुरा हामीले चाहिँ गर्न चुक्यौँ भने फेरि पनि नेपाली राजनीति र नेपाली जनताले फेरि पनि धोका पाउनुपर्ने अवस्था आउँछ। यसले गर्दा यही कुरालाई मध्यनजर गरेर फागुन 21 गते हुने निर्वाचनमा मतदाताले बुद्धि, विवेक र जानकारीको अधिकतम प्रयोग गरेर उपयुक्त पात्र र उपयुक्त दलको छनौट गरेर निर्वाचन गर्न सकेको खण्डमा यदि नेपाली राजनीतिले स्थिरता, सुशासन र जनअपेक्षा अनुसारको के त भन्दाखेरि राजनैतिक शक्ति र राजनैतिक पात्रको चयन गर्न सक्ने अवस्था रहन्छ। साथीहरू, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? यदि तपाईहरुलाई मन पर्यो खण्डमा लाइक, शेयर एन्ड कमेन्ट गरिदिनु होला भन्दै म बिदा हुन्छु। हस्त, धन्यवाद।